हेलो एभ्रिवान, ब्याक विथ अनदर मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ मञ्जुश्री पार्क घुम्नलाई। यो चाहिँ चोबार डाँडामा पर्दो रहेछ। यो ठाउँमा चाहिँ काठमाडौँबाट 30 मिनटको ड्राइभमा पुग्न सकिन्छ। हामीले चाहिँ क्याब बुक गरेर गएको थियौँ र गाडी पनि लाग्छ। यो रत्न पार्कदेखि चाहिँ डाइरेक्ट गाडी उहीँ चोबारको मञ्जुश्री पार्क अगाडिसम्म नै लाग्दो रहेछ। पार्कमा चाहिँ थुप्रै सनफ्लावरहरू फुलिरहेको थियो र म पनि सनफ्लावर बनेर गएको थिएँ। र यति राम्रो भ्यूमा चाहिँ फोटो भिडियो नखिच्नु त भएन नि त गाइज, होइन। अनि हामीले अलिअलि भिडियोहरू पनि खिच्यौँ, फोटो पनि खिच्यौँ र एकदम भोक लागेको थियो। त्यहाँ चाहिँ लोकल मोमो र अलि खानेकुराहरू खायौँ। त्यसपछि चाहिँ हामीले अलिअलि भिडियोहरू बनायौँ। त्यहाँ चाहिँ कस्तो राम्रो खोला थियो, होइन। सिनहरू पनि एकदमै राम्रो के कस्तो शीतल फिल भइरहेको थियो। अनि यहाँ चाहिँ एउटा ब्रिज पनि रहेछ र त्यो ब्रिजमा पनि हल्का फुल्का फोटोहरू खिच्यौँ। यस्तो डर लागिरहेको थियो है, यो फर्स्ट टाइम मैले यस्तो ब्रिजमा हिँडेको। एकदम हल्लिरहेको थियो कि यो ब्रिज, होइन। यस्तो रमाइलो भयो। हजुरहरू पनि आफ्नो साथीहरूसँग कहिले जाँदै हुनुहुन्छ, प्लान बनाउँदै हुनुहुन्छ यो शीतल यस्तो मेस्मराइजिङ ठाउँमा घुम्नको लागि, त्यसपछि चाहिँ हामी घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ। र फुल भिडियो चाहिँ मेरो युट्युबमा छ, त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच, बाई।